2 दिनको लागि बाँच्ने हो यहाँनेरि, खानै त आएको हो यार। अब मुखै बाँडिदियो भने त कसरी हुन्छ। जम्मा 35 वर्षको एकजना महिला हेर्नुहोस्, फास्टिङ सुगर हेर्नुहोस् त 349.8 अर्थात् 350 र खानापछिको 658 भनेको 650 भन्दा माथि डेट देखाउन चाहन्छु। यहाँ हेर्नुहोस् त डेट कतिको हो, 5/14 भनेको भाद्रको 14 गतेको हो है। त्यतिखेर चाहिँ फर्स्ट टाइम आउनुभयो उहाँ, पहिल्यैदेखि सुगरको औषधि खाइरहनु भएको थियो उहाँले होइन। अनि 14 दिन पछाडिको म देखाउन चाहन्छु। हेर्नुहोस् त खानापछिको 125 र खाना अघिको 116, खानापछि 125 र खाना अघिको 116, जम्मा 14 दिनमा। आजको डेट हेर्नुहोस् त कति छ, 28 भाद्रको 28। विदिन 14 डेज यतिको सुधार भएको छ हेर्नुहोस् है, विदिन 14 डेज। पेसेन्टसँग म सोधिदिन्छु, उहाँको हस्बेन्डसँग, कति यो सही हो कि गलत हो? यो सही हो, सही हो। मैले बनाएर देखाएको छु कि नहीं? पहिलाबाट उहाँले औषधि खानु भएको छ कि छैन? खानु भएको थियो तर इम्प्रुभमेन्ट थिएन अनि के अरे दुब्लाउँदै जानु भएको थियो, राइट? राइट किरण? ल 14 दिनमा हेर्नुहोस् त उहाँको सुरुको वेट चाहिँ 45 केजी हेर्नुहोस् है, 45। अनि आजको वेट मापेका छौँ हामीले हेर्नुहोस् है, 46 केजी। आजको वेट 46 केजी। मैले कुनै पनि प्रेसरको औषधि दिएको छैन उहाँलाई। कोई प्रेसर के औषधि दिए हमने? नहीं। कोई प्रेसर के दवा बा? नहीं खे। प्रेसर देखाउन चाहन्छु। यहाँ हेर्नुहोस् 150 बाट 98, 150 देखि 98 तलको, माथिको 140, अर्को हातमा 90, 150 98 र अर्को हातमा 140 90। आजको प्रेसर देखाउँछु, कुनै पनि औषधि दिया छैन मैले। आजको प्रेसर हेर्नुहोस् 120 बाट 90, राइटमा, लेफ्टमा 124 देखि 90। अब यो भनेको के हो त? म्याजिक हो? के लाग्छ तपाईलाई? म्याजिक? म्याजिकै हो। 14 दिनमा यतिको हुनु भनेको म्याजिक हैन? म्याजिकै हो। यसमा औषधि मात्रै हैन, मेरो कुरा पनि छ के, म्याजिक जस्तो काम गर्छ मेरो कुरो। मेरो काउन्सिलिङ कस्तो काम गर्छ तपाई भन्नुस् त? राम्रो काम गर्छ। आप बोलल जाऊ, कैसन काम कैला? सही। कुराले मात्रै मान्छेको मन जित्दिन्छु के म त। मैले भनेको जस्तै गर्नुपर्छ। सेलुनमा जाँदा न्यायाधीश होस् कि एसपी होस् एसएसपी होस्, सेलुनवालाले भन्छ टाउको यस्तो गर त यस्तै गर्छ, अगाडि यस्तरी गर यस्तरी गर्छ। आफ्नो बस चल्दैन नि। मेरो कोठामा छिरिसके पछाडि पेसेन्टको बस चल्दैन। म जे भन्छु त्यही चल्छ, तर गलत केही पनि गराउँदिन। पेसेन्टको ज्यान बचाउनको लागि के गर्नुपर्छ, कसरी गर्नुपर्छ त्यो शिक्षा दीक्षा उपदेश दिन्छु र गराएरै छोड्छु म। हेर्नुहोस् त आज उहाँ भन्नुहुन्छ, आज बहुत खुसी छु म, आज बहुत खुसी छु। अर्कोचोटि आउँदा मिठाई लिएर आउँछु रे, उहाँको मिठाईको पसल पनि छ। हो हो नि? हजुर। अस्ति आउँदा चाहिँ बहुत टेन्सनमा हुनुहुन्थ्यो नि हैन? हजुर। आज त एकदम रिलिफ भयो नि? राम्रो भयो। राम्रो भयो। त्यही भएर यदि बिरामी पर्नु भएको छ, सुगर भयो, कन्ट्रोल गर्न सकिएन भने आत्तिनु पर्दैन के। नआत्तिनुस् यार, नआत्तिनुस्। कहीँ न कहीँ चाहिँ कोही न कोही जीवन रक्षक भेट्नुहुन्छ तपाईहरु। मै कहाँ आउनुपर्छ भनेर भनेको छैन, म कहाँ नआउनुस्, तर राम्रो एकजना चिकित्सकसँग सल्लाह परामर्श गर्नुस् अनि उहाँको निगरानीमा बस्नुस्। भनेको जस्तै गर्नुस्, नियमित औषधि खानुस्, एक्सरसाइज गर्नुस्। मलाई सोध्नुहुन्छ मुख के बार्ने, मैले केही मुख बारेको छु तपाईहरुको? अरे जे जा खातबाट उहे खा, भतुवे खा, रोटीए खा। मैले उहाँहरुलाई खाली एउटा कुरोमा फोकस गर्छु, लाइफस्टाइल लाइफस्टाइल लाइफस्टाइल। हिँड्नु पर्यो, एक्सरसाइज गर्नु पर्यो, खाना त्यही खाना खाने हो। मैले चाहिँ उसिनेको भात खानुस् भनेर भन्दिन, मैले खाने चामल नै खानुस्, किनकि मुखको कुरो हो नि त, सबैलाई टेस्ट चाहिएको हुन्छ। खानै जन्मिएको हामी, खाएरै मर्ने हो। खाने कि तर नियमले खाने कि। मैले जुन भात एकचोटिमा खान्छु, एक सिटिङमा खान्छु, त्यही भात टुक्र्याएर तपाईले 3 फेरा खानुस्, 4 फेरा खानुस्, 5 फेरा खानुस्, तर खाइराख्नुस्। सानो सानो मिल खाने, फ्रिक्वेन्ट खाने है, किनकि औषधि खाइरहनु भएको छ तपाईले। यदि फ्रिक्वेन्टली खानु भएन भने हाइपोग्लाइसेमिया हुन सक्छ, सुगर फल गर्न सक्छ। त्यो भनेको एकदमै खतरनाक कुरो हो। हस्त तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद।